हेलो गाइस, नमस्ते सबैजनालाई। हाम्रो किचनमा सबैजनालाई वेलकम छ। आज चाहिँ रहेको छ तन्दुरी मेरिनेसन गर्नको लागि। हामीले चाहिँ के चाहिन्छ, कस्तो कटिङहरू चाहिन्छ त्यो बारेमा कुराकानी गर्नेछौँ। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तो चाहिँ चाहिन्छ है अहिले चाहिँ मेरिनेसन गर्नको लागि। र हाम्रो चाहिँ 50 केजी आएको थियो है। टक्क भरेर होइन, कस्तो लाग्छ लाइक गर्नु होला, फलो गर्नु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। यसको लागि चाहिँ भित्रको हुन्छ नि, यो चाहिँ निकाल्नुपर्छ। प्रोसेसहरू धेरै लामो रहेको छ, त्यही कारणले अलिकति यसरी हान्नु होला लेग पिसमा पनि। र बिचबाट अयल पारेर यस्तो हराउँदै गर्दै। र चेस्ट पिसको पनि यसरी चिरा मार्नु होला। चेस्ट पिसलाई पनि चक्क भित्रको यो फाल्नु होला कचराहरू। निकालिसकेपछि बिचबाट चाहिँ यसरी है, बिचबाट चाहिँ यसरी बिचैबाट हान्न सक्नुहुन्छ। र भित्रको यो हुन्छ नि फोक्सोहरू, कल्याजोहरू यसरी निकाल्नु होला। चक्कुलेको माध्यमले यसरी निकाल्नु सक्नुहुन्छ तपाईँहरूले। यसरी हान्नुपर्छ चिरा पनि। चेस्ट पिसको लागि पनि तपाईँले हात काटिन सक्छ, ध्यान गरेर काट्नु सक्नुहुन्छ। अब एक्सपिरियन्स भएपछि आफ्नो अनुसारको हान्नु होला। यस्तो गरी हान्नुलाई है। कस्तो भोलिको लागि चाहिँ हाम्रो पार्टी छ, त्यही भए कारणले पार्टीमा अब यो आएको थियो 50 केजी जति है। यसको लागि चाहिँ हामीले रेडी गर्दैछौँ, किनभने हालत पुरा खराब हुनेछ। किनभने पुरै छ कि 50 केजीको जति है। हालत पुरा पसिना भइसकेको छ। चिकन त सकिनेको नामै लिइरहेको थिएन। कस्तो लाग्छ भिडियो अन्तिमसँग हेर्नु होला। यस्तो रहेको छ हाम्रो चाहिँ है भट्टीको लागि। यो चाहिँ कुत्ताको लागि कचरा हो। यसलाई चाहिँ बोइल गरेर दिनुपर्छ। अझै छ 10-12 जति। यसलाई चाहिँ खतम गर्नुपर्छ टक्कसँग। यति रहेको छ। यसलाई चाहिँ मेरिनेट गर्नुपर्छ। मेरिनेट गरिसकेपछि भिडियो हेरेपछि अन्तिमसम्म हेर्नु होला, लाइक गर्नु होला, फलो गर्नु होला है। चाहिँ हाम्रो चाहिँ हुँदैछ प्रोसेसको लागि। हाम्रो किचन चाहिँ हेरेको छ। यता चाहिँ चावल छ। यस्तो भाँडामा हाल्छौँ। यो भाँडा बढी हुन्छ। भाँडा बढी बसेपछि कस्तो लाग्छ कमेन्ट गर्नु होला। लाइक चाहिँ दबाएर है। फाइनल गाइज अब चाहिँ मेरिनेट गर्नुको लागि रेडी भइसकेको छ हाम्रो तन्दुरी है। यसमा भातमा हाल्नुपर्छ, हेर्नुपर्छ कति हुन्छ। कस्तो हुन्छ लाइक गर्नु होला, फलो गर्नु होला। नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। ओके, निक्लते है। रहेको छ हाम्रो चिकन पुरा भइसकेको छ, किनभने यसको आधा भइसकेको छ होइन। भइसकेको छ। यतिको लागि चाहिँ अब मसला गराइन्छ है। मसलाको तर्फरमा जाइन्छ। ओके, लेट्स गो। प्रोसेसलाई अगाडि लैजानुको लागि हामी चाहिँ जिन्जर काट्दैछौँ, यानि कि अदुवा। अदुवा काट्दै है। ग्राइन्डरमा हाल्नुपर्छ। ग्राइन्डरमा हालिसकेपछि पिस्नु पनि सजिलो हुन्छ। कस्तो लाग्छ। ग्राइन्डरमा चाहिँ अदुवा लसुन हाल्नुपर्छ है। कस्तो लाग्छ भिडियो।
सो हामीले चाहिँ लिइरहेछौँ अदुवालाई 500 ग्राम जित्न। सो ग्राइन्डरमा हाल्नुपर्छ अब। ग्राइन्डरमा हालिसकेपछि सो यसको लागि चाहिँ लसुन चाहियो है। लसुन हाल्छौँ हामी 2 प्याकेट जति। अब 2 प्याकेट जति हालिसकेपछि सो गरम कतिको ग्राइन्डर हुन्छ। सो यसको चाहिँ हालिसकेपछि लामो छ प्रोसेस, त्यही पनि अब यसरी चलाउनु होला। सो गाइस हाम्रो चाहिँ मसला रेडी हुँदैछ है, रेडी भइसकेको छ। अब यसलाई चाहिँ निकाल्नुपर्छ एउटा भाँडोमा यसरी पारेर है। आफ्नो चाहिने जति पिसेर राख्न सक्नुहुन्छ। सो मेन्टेनेन्सको लागि चाहिँ रेडी हुँदैछ। हामीले चाहिँ हालिसकेका छौँ जिन्जर गार्लिकको पेस्ट, नमक, मिर्ची पाउडर अनि कस्तुरी पाउडर है। सो यसलाई चाहिँ मेन्टेनेन्स हाल्नुपर्छ। हानिसकेपछि होइन यसलाई चाहिँ मजाले चलाइसकेपछि भित्रसम्म जानुपर्छ। सो यसलाई चाहिँ हानेपछि है हाम्रो अर्को बाटोमा रेडी छ। यसलाई चाहिँ अलिकति हानिसक्यो हो। सो त्यसमा नट आएर यसमा हानिसकेका छौँ हामीले, किनभने त्यसमा हान्नको लागि नट आएर यसमा चाहिँ राखिएको हो। सो कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेर्नु होला। सो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला। र तपाईँहरूको पनि अरू डिसहरू चाहिन्छ भने भन्नु सक्नुहुन्छ तपाईँले कमेन्टमा आएर। सो यसलाई चाहिँ अब हानिसकेपछि राख्नुपर्छ। राखिनु भोलिको लागि अब प्रोसेसमा गर्नुपर्छ है त। सो यसको चाहिँ अब राखिदिने। सो यस मेन्टेनेन्स पनि भइसकेको छ। सो यसलाई चाहिँ अब भोलिको लागि राखिदिनुपर्छ डिप फ्रिजमा। तब तक के लिए जय नेपाल, बाई बाई। सो गाइस अब चाहिँ मसलाको बारी आउँछ है हाम्रो। सो मेन कुरा चाहिँ यही हो। सो मसला गराउनुपर्छ अब, हेर्नु होला तपाईँहरू पनि। सो पहिला चाहिँ मैले चिल्ली पाउडर डालेँ, त्यसपछि किचन किङ, गरम मसला, जिरा पाउडर, धनिया पाउडर, धनिया जिरा पाउडर है थोरै। सो त्यस पछाडि आउँछ हाम्रो यो चाहिँ तन्दुरी चिकन मसला है। थोरै चाट मसला हाल्दैछु। सो यो चाहिँ रहेको छ कस्तुरी मेथी है। आफ्नो स्वाद अनुसार हाल्नु होला कस्तुरी मेथी। कस्तुरी मेथी हालिसकेपछि सो कालो नमक है, ब्ल्याक सोल्ट हाल्नु होला आफ्नो स्वाद अनुसारको। सो हाम्रो चाहिँ रेडी भइसकेको छ। अब यसलाई चाहिँ कलर आउने गरी सो चलाउनु पर्छ है। सो यसले चलाउनुको लागि हामी चाहिँ सो यसरी चलाउनु होला। अब यसको कलर आउँछ, मस्तको कलर आइसकेसम्म चलाउनु होला। सो देख सक्दै हो, हेर्न सक्नुहुन्छ। सो हाम्रो लाल जवाब कलर आइसकेको छ है। सो कलर पनि आइसकेको छ।
यसमा चाहिँ अब मेन्टेनेसन गर्नुपर्छ है। सो आधाउधी हाम्रो पकिसकेको छ हाम्रो, किनभने 2 बाल्टी छ है। सो हान्नुपर्छ इनर सप्लाई मेन्टेनेसन। सो यस्तै गरी गराउन सक्नुहुन्छ। सो कस्तो लाग्छ भिडियो अन्तिमसम्म साथ दिनु होला। ओके भन्न। सो गाइस मेन्टेनेसन हान्नुको लागि रेडी छ है। यो चाहिँ हानिसक्यो अब मेन्टेनेसन यसरी हान्नु होला। यसमा चाहिँ मसला लगाएर रेडी छ। सो अब चाहिँ हामी लाग्दछौँ भट्टीतिर है। सो हामीले चाहिँ भट्टीमा हालिसकेका छौँ, किनभने यहाँदेखि पक्छ होइन, त्यस्तो टेम्परेचर पनि छैन, लो छ है। सो लोमै पकाउनु होला हाफ डाउन गर्नुको लागि। सो लोमा गरेपछि राम्रो हुन्छ, त्यो हाई भएपछि जल्ने सम्भावना हुन्छ, त्यही कारणले हामीले चाहिँ लोले गरिरहेछौँ। सो हेरौँ अब यसको है त ल। सो गाइस I've been waiting for a long time. Such a long time. Ooh, this shit bliss, I'm so rich. सो गाइस हाम्रो चाहिँ यस्तो भइसकेको छ है। सो लास्टमा चाहिँ यस्तो हुँदैछ। सो भेजते यसको पार्टीको तरफ। सो कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेर्नु होला। राम्रो लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला। ओके धन्यवाद, बाई बाई।